अब पहाड पुरै हिँड्दैछु म। अब पहाडमा पनि खेती किसानी चाहिँ छ। कुलो यहाँ घर घरमा ल, आँगनमा चट्ट यहाँ खेतीको बारीमा कुलो चट्ट बढाउने घटाउने सिस्टम सहित। यतापट्टि पनि हो टक्क चाहियो भने आफै आउँछन् चट्ट बढाइदिन्छन् घटाइदिन्छन्। कति पानी चाहिन्छ चक्क ल। कृषि प्रधान देश नेपाल भने पहाडको मान्छेलाई दुःख गाह्रो पुरै पीडा जुन देश चाहिँ कृषि प्रधान होइन, अब त्यो देशमा चाहिँ अब धानबारीहरू पुरै चट्ट लाछन् है। पुरा यहाँ त हो त्यो नेपालको त माथि राख्छ नि त टावरहरू, त्यस्तो पनि छ होइन। बाघ भालु पनि छ होला हो। यो त जङ्गल त विशाल छ क्या, तर पनि होइन खेती गरिरहेको छ चट्ट प्लेन बनाएर होइन। कुलो यहाँ सारा घटाउने बढाउने सिस्टम पनि छ। माथि पनि त्यो पिच गरेको बाटो गइरहेको छ है। फेरि त्यो याद गर्नु होला यहाँ पुरै पिच गरेको बाटो, घर घरमा गाडी पनि छ। फेरि सकिन्छ त जापानिजहरूलाई सकिन्छ। सुन्तला खाने भए चाहिँ ल। अरूभन्दा पनि क्या यहाँ खेतीबारी छ होइन। चट्ट यहाँ यो मोटर पनि छ कि पुरा मोटर यहाँ भर्याङ पनि छ चट्ट झर्नको लागि। कुलो यहाँबाट मोटरले तानेर सर कुलो बारीसम्म चट्ट सकिँदैन रहेछ भाइ, यिनीहरूलाई सकिँदैन रहेछ। फोहोर फाल्ने ठाउँ चाहिँ राखिहाल्ने के। अब यहाँ छुट्याएर चट्ट यो दिन फोहोर लिन आउँछ टक्क भनेको फोहोर फाल्ने ठाउँ चाहिँ यो। अब मन नपराएर पनि भएन, अन्य त्यसमा आएपछि यिनीहरूले गरेका छन् है, यति भन्न चाहिँ म सक्छु। हाम्रो पनि गर्नु पर्यो हो, यस्तै बनाउनु पर्यो क्या, बनिया छ नि त। अनि अब पहाड भनेर हुन्छ ट्र्याक्टर हुँदै हो, यो गाडी यहाँ छ है। ल के चाहियो, बारी जोत्नु पऱ्यो भने ट्र्याक्टर ल्याउने घर गरेर हान्ने दिइहाल्ने हो। गाडीले मल छ्यास